हेलो गाइजहरू, आज चाहिँ हाम्रो मुकबाङ भिडियो छ। अनि हाम्रो चाहिँ यहाँनेरि मासुहरू, अन्डा, साग, अचारहरू छ है। अन्तिसम्म भिडियो हेरिदिनु होला। हाई गाइजहरू, आज हाम्रो थकाली खाना छ। हेरिदिनु होला गाइजहरू, यहाँ हामी सुरु गरौँ ल। के छ हजुरको भिडियोमा देखाइसकेको छ। अब यसो हुन्छ खाइम ल। हुन्छ थकाली खानाको त सबै फुटिगयो त। नहाँस्ने ल हेर्नु न थकाली खानाको डाँडै फुटिगयो। अलि ओराउनु न उकाकी ल। अब तिमी हाँसिहाल्छ। मेरोमा त दुईजना मात्रै त देखिँदो रहेछ। थकालीहरू यता हेर न। मेरो मासु यो नि होला म चाहिँ सुकुमा साग चाख्छु ल। मर त हुन्छ नि, हुन्छ भइरहेको हुन्छ। हामीलाई हेरिराख्नुहोस् है। कहाँ मगाउनु भयो हजुरले? उँभो खोलाबाट हजुरले पावर अहिले हामीलाई पढाउनु है। हेलो गाइस, हामीलाई पढाउनु हुन्छ नि हेरि। बोल्दैछु न। परिचय पनि गरौँ न। को उहाँ चाहिँ मेरो प्यारे भदैनी मुटुको टुक्रा, मलाई त चिन्छ। अनि उहाँ चाहिँ फोक्सोको टुक्रा, उहाँ चाहिँ छालाको टुक्रा, म चाहिँ मायाको टुक्रा है गाइसहरू। धेरै हडबडी नि हो तिमी चाहिँ। कस्तो मिठो है। एकपट्टिको काम पनि बन्द छ साथीहरू। तपाईँहरूले भनेको म सुन्दिनँ होला। साँच्ची भनेको दबाई लगाएको कता लगाइदियो, घुमघुम भइरहेछ। यता बोलेको उता सुन्छु। कानको दबाई आँखामा लाग्यो। खै यो चिसो चाहिँ कहाँ छ देखिन त मैले गाइजहरू। ला, हजुरको आँखा केले टाल्नु भएको छ? सुगर भएको अरे। अब चाहिँ अलिअलि हल्का खाइदिउँ। आजको साधनमा कुक चाहिँ उहाँ हुनुहुन्छ है। मिठो बनाउनुहुन्छ, धन्यवाद। लामो समय पछाडि नि काकीको त खाना खाने बेला भइसकेको छ त बुढी काकीको। खै गाइसहरू थकाली भन्नुहुन्छ। एक कप पनि कसरी खाल्दा? पहिला हामी खानु हतार हाँसेर जोस् फेरि पनि मौका पाइयो खानुलाई, भ्लग बनाउनुलाई। कि कसोको ठिकै हो। ल हेर न, किन हाँसेर माया नहँ। बोल्नुहुन्न गाइसहरू, हेर्नु न ठिकै भयो। अब त भोक लाग्यो। ठिकै भयो। आज त गाईले गुर्छ नि फेरि त्यसले नहाँस्नु। मेरो त्यतिमा कुन हो? जुनै भए पनि दिनुहोस्। हाँसिरह। भ्लगमा गाइड भएको थियो फेरि। यहाँ मैले अन्डा खान्छु नि त। होइन न गाइस, मासु र अन्डा खाँदा कस्तो हुन्छ कमेन्ट गर्नु। तिम्रो थकाली त्यति नै हो। कस्तो मिठो भएछ है हजुर। मिठो भएछ। यिनीहरूले अघि के अरे हाँसको मासु खायो क्या। थकाली सक्छ त छैन। हो त दिनुहोस् न। नानी खाना दे दे।
नानी चाहिँ चोरेर सुताइरहेको छ गाइजहरू नानी बस्नु कताबाट आउनुभएको को हो तपाईँ भन्नु आज चाहिँ साँच्चै नै नयाँ देख्नुहुन्छ होला साथीहरूले ऊ चाहिँ मेरो माइला भाइको प्यारो श्रीमती सङ्गीता बुहारी यहाँ नेचुरल मलाई त अस्ति भनिसक्नु चिनिहाल्नुहुन्छ होइन भदैनी ऊ परको चाहिँ म चाहिँ साइली बुहारी उताउले साइली बुहारी हो चकचकेनी म चाहिँ अलिक बढी बोल्छु क्या गाइजहरू त्यही भएर तिनीहरूले कति लामो समय नि कतिले किन माया मारेको भिडियोहरू पनि बनाउँदैन भनेर साथीहरूले धेरै सम्झिनु भयो आज चाहिँ बनाउने कोसिस गरेर हो गाइजहरू यहाँ भित्रको अन्डा खाइसकेर खोलमा चाहिँ ढक्क छ है यहाँ चाहिँ अन्डा अन्डा रानी चाहिँ निस्केको छ उता चोकै छ एउटा यहाँ एउटा छ ए यसले त दिमाग लाउने पो गरेपछि त त्यो खाना हजुरलाई कस्तो लाग्यो एकदम मिठो एकदम पर्फेक्ट दामी हाम्रो खाना बनाउने चाहिँ यहाँ हुनुहुन्छ आजको ट्रिटमेन्ट चाहिँ म्यानेजर हिरोनी हुनुहुन्छ हालमा चाहिँ हातै हाल्नुभएको छैन फेरि उहाँले चाहिँ कसले चाट्ने यो सबै खायो भने त मलाई डर हुन्छ भयो अर्को पापड चाहिँ मलाई पारेको छ गाईसँग हेर्नु न आजको पापड त गाई यस्तो खानु गाईको छाला जस्तो छ एकचोटि सेलियो क्या चाउको अन्डा खाएको उयो खाएको बेलामा म यत्तिकै हाँस्नु थालेको चाहिँ उयो रसरी चाहिँ थप लगाइदिइरहेको थिएँ हाँसेर म आफै नहेर्नु एकदम कान बन्द छ तिमीहरू बोलेको एकदम सुन्छु सुन्छौ म बोलेको सुन्छु त गाइस ठाडै नि हामीले चाहिँ मैले चाहिँ चिले बनाएँ उहाँहरूले चाहिँ कतिजनाले छोड्नु भएको छ पाकिरह्यो आज अब हाम्रो भ्लग यतिमै राख्नेछौँ मुकबाङ भ्लग भिडियो तपाईँहरूले लाइक कमेन्ट्स गरिदिनु गरिदिनु होला मन पर्यो भने मन परेन भने सर्ट हेरेर सर्टै जाँदा नि हुन्छ हेर्नु चाहिँ हेरिदिनु होला किनभने हाम्रो भ्युज बढोस् मन परेन भने त्यो हेरेको पनि फिर्ता दिनु होला गाइजहरू खाइसक्यौँ है बाई बाई